नमस्ते सम्पूर्ण साथीहरूलाई शुभ बिहानी ह्यापी सटरडे। आज शनिबार पनि विशेष दिन, विकेन्ड, हप्ताको एक दिन बिदा। र अहिले म यो एउटा नेपालको प्राचीन स्थल लमजुङ जिल्लाको ऐतिहासिक र शाह वंशको उद्गम स्थल यो राइनसकोटको डाँडामा छु। यो मेरो ठिक्क अपोजिट सिधा उत्तरपट्टि हिमालहरू टल्किरहेको छ, हामी देख्न सक्छौँ। यति बेला म राइनसको डाँडोमा छु, राइनसकोटमै छु। र यहाँ यो विगत र अहिलेमा धेरै नै परिवर्तन भएको रहेछ, धेरै संरचनाहरू पनि बन्दै रहेछन् देखिएको छ। यो हामी जहाँ पहिला आउँदाखेरि एउटा शिला स्तम्भ थियो, अहिले यो यसमा जस्ताको जस्तै मन्दिर घन्टीहरू झुन्ड्याएर राखिएको छ। यो दिवाल छ, शिवको मन्दिर छ यहाँ। यहाँबाट हामी हेर्न सक्छौँ यो प्याराग्लाइडिङ गर्ने क्षेत्र। यो यहाँबाट प्याराग्लाइडिङ हुन्छ र लाली गुराँसहरू फुलेको हामी देख्न सक्छौँ। थोरै थोरै फुलिरहेको छ। यो रुख पनि बुढो भइसकेको कारणले होला र कतिपय रुखहरू मरेको छ। र हामी तल दक्षिणपट्टि हामी देख्न सक्छौँ यो भूगोलहरूमा असाध्यै मनमोहक दृश्य र असाध्यै रमणीय ठाउँ। हावापानी पनि सुन्दर अनि सफा सुन्दर हावापानी रहेको छ। र हामी यो देख्छौँ राइनस, जो राइनसकोट भनेर भनिन्छ। यसैको तल हामी फेरिमा यही कोटको ऐतिहासिक ठाउँको नामबाट राइनस नगरपालिका भन्ने नाम राखेको छ। र त्यो हामी तल फाँटहरूमा देख्न सक्छौँ। सलल्ल बगेको चम्पावती नदीहरूलाई हामी देख्न सक्छौँ। र यहाँबाट पछाडि यतापट्टि मौर्यकोट, जहाँ चाहिँ थापा वंशहरूको एउटा उद्गम स्थल, त्यति बेलाका अब सेना मातपर्सिंह थापा, भीमसेन थापाहरू जस्तो लगायतका ठाउँहरू हामी हेर्न सक्छौँ भने यो पारिपट्टि लमजुङका डाँडाहरू अहिले थोरै तुवालहरू छेकिरहेको छ। र यो तल लाली गुराँस फुलेका देख्न सक्छौँ। त्यति धेरै नफुलेका भए तापनि यसको शोभा, यो डाँडालाई, यो ठाउँलाई शोभा असाध्यै दिएको छ। यहाँ हामी हेर्न सक्छौँ यति राम्रो फुलिरहेको छ। र यो गर्दै गर्दा यी ठाउँहरू यो ऐतिहासिक धरोहरको रूपमा विकास भएको र राइनस नगरपालिकाले यसलाई विशेष, अझ पनि विशेष एउटा प्रतिबिम्बको रूपमा, एउटा ऐतिहासिक दस्तावेजको रूपमा राख्नको लागि म यसै भिडियो मार्फत पनि अनुरोध गर्छु। र यो त्यति बेला पनि हामी हेर्न सक्छौँ युग सम्वत रजत स्तम्भ भनेर। यो चाहिँ 25औँ युग सम्वतको दिन, 25औँ विश्व योग दिवसको दिन चाहिँ हिमतखण्ड नेपालबाट युग सम्वत तथा विश्व योग दिवसको शुभारम्भ हुने योग स्रष्टा सुप्रसिद्ध डाक्टर हरिप्रसाद पोखरेल को करकमलबाट यो चाहिँ योग स्तम्भ स्थापना भएको रहेछ। यसलाई मैले यहाँ देखाउन सकेको छु। यसलाई मैले फोटो पनि बिस्तारै जुम गरेर पज गरेर तपाईँहरूले हेर्न सक्नुहुन्छ। अब यो यहाँ थोरै भ्यू टावर जस्तो बनाएको छ, होचै भए तापनि यो ठाउँ यति मनमोहक छ, यति राम्रो छ। यहाँबाट सफा बिहानको समयमा हिमालहरू हिममा एउटा टल्किएको हामी दृश्य देख्न सक्छौँ। यहाँ जुन कालिका मन्दिर, भगवती कालिका मन्दिरको स्थान, मन्दिर पनि यहीँ छ। यहाँबाट थोरै अगाडि एउटा पार्क, ऐतिहासिक पार्कहरू निर्माण हुँदैछ, त्यसको विकासका चरणहरू क्रमशः सुरु हुँदैछ। र यो लमजुङ एउटा यसैमा एउटा असाध्यै रमणीय क्षेत्र पनि भएको हुँदा यसलाई एउटा पूर्वाधार विकासको साथसाथै विभिन्न उबाट गर्नको लागि पनि हामी एउटा लमजुङवासीको नाताले हामी एउटा अपेक्षा पनि गर्दछौँ। यो तराई समथर फाँटहरू जहाँ राइनस नगरपालिकाको केन्द्र रहेको छ, यसपछि हामी थोरै तुवालोले गर्दाखेरि त्यति क्लियर नदेखिन सक्छ। त्यो चाहिँ अलगटा, सातबिसे हुँदै टिमुरे, त्यसपछि गएर टिमुरेका केही साइलटारको केही भागहरू हामी प्रशस्त हामी देख्न सक्छौँ भने अगाडिपट्टि हामी लिगलिगको डाँडो, जुन चाहिँ द्रव्य शाहको राजकाज गर्ने त्यो अग्लो डाँडोलाई हामी मान्न सक्छौँ। यो नरहरि शाहले राजकाज गरेको ठाउँ र त्यो द्रव्य शाहले राजकाज गरेको ठाउँ हो। र यसरी एउटा ऐतिहासिक रूपमा यो धेरै लामो 20औँ वर्षपछि अनि यो राइनसकोटको अवलोकन गर्ने मौका मिल्यो। असाध्यै रमणीय छ, असाध्यै राम्रो रमाइलो लाग्यो। र हिजो हामी एउटा स्कुले जीवनमा पनि वर्षमा 1-2 चोटि आइरहने ठाउँ
र अहिले थोरै परिवर्तन भएको छ। एउटा क्लाइमेट चेन्जदेखि लिएर मौसम परिवर्तनदेखि लिएर मानिसको रहनसहन आवत जावत आदि कुराले थोरै परिवर्तन त भएको छ। तैपनि यो ठाउँलाई यो पर्यावरणलाई सुन्दर राख्नको लागि यहाँको इकोसिस्टमलाई यथावत राख्नको लागि राइनस नगरपालिकाले यथासम्भव काम गरोस् भन्ने म अनुरोध गर्न चाहन्छु। अब हामी हेर्न सक्छौँ यहाँ एउटा संरक्षित सूचीमा रूपमा यहाँ तल होमस्टेहरू पनि छ र यो लाली गुराँसको बोटहरू एकदम पुरानो बुढो रुखहरू भइसकेको छ र कम फुलेको छ। हामी देख्न सक्छौँ केही माथि टुप्पामा रुखहरूमा लाली गुराँस फुलेको छ, त्यति धेरै फुलेको देखिएन। जे होस् यो ठाउँ पर्यावरणीय हिसाबले, पर्यटकीय हिसाबले र आन्तरिक पर्यटनको हिसाबले पनि अगस्तमा एउटा विकास गर्नको लागि अवश्य पनि यहाँ राइन्स नगरपालिका र राइन्स नगरपालिका मेयर स्वयमै यसै ठाउँमा अथवा यसै ठाउँमा जन्मिनु भएको हुनाले उहाँले केही पहल गर्नुहुनेछ भन्ने हामीले आशा लिएका छौँ। र यो अहिले प्याराग्लाइडिङको यत्रो क्षेत्र छ, त्यहाँ प्याराग्लाइडिङ यहाँबाट सुरु हुन्छ। त्यो पनि प्रशस्त सम्भावना बोकेको ठाउँ छ यो राइनस नगरपालिकाको राइनसकोट जुन दरबार हेर्न सक्छौँ। यो शिवको मूर्ति छ यहाँभित्र। यो मन्दिरहरू यो प्राङ्गणहरूमा हामी देख्न सक्छौँ। र यसरी एउटा विकासको क्रमलाई हेर्ने भने राइनस नगरपालिकाले प्रचुर सम्भावना बोकेको छ र यो ठाउँमा अझै धेरै विकासका चरणहरू, विकासका योजनाहरू ल्याउन सक्यो भने साँच्चै नै लमजुङ जिल्लाको अथवा राइनस नगरपालिकाको एउटा पर्यटनको एउटा आम्दानीको स्रोत बन्न सक्ने सम्भावना प्रबल छ। त्यसको लागि चाहिँ यहाँको स्थानीयवासीहरू, राइनस नगरपालिका र राइनसका सम्पूर्ण जनप्रतिनिधिहरू यो क्षेत्रलाई एउटा इतिहासमा नाम राख्नको लागि अझै पनि राम्रोसँग यसको स्याहार सम्भार गर्नको लागि र यसलाई चाहिँ मर्मत सम्भार गर्नको लागि म अनुरोध गर्छु। र आजको यो मेरो छोटो बसाइ म केही समयपछि यहाँबाट फर्कनेछु। म कामको सिलसिलामा आज छुट्टी पनि भएको र कामको सिलसिलामा यहाँ आएको छु। यहाँ आउने मौका जुराउनु भएको छ। केही साथीहरूलाई म विशेष धन्यवाद पनि दिन चाहन्छु। र यो हामी जन्मिएको ठाउँ एउटा भएको हुनाले एउटा गर्व पनि हुँदो रहेछ कि हामी जन्मेको ठाउँ यति ठाउँ कोटमा आएर यसरी यो अवलोकन गर्न पाउँदाखेरि साँच्चै नै एउटा आफूलाई भाग्यमानी नै ठान्न सकिने रहेछ। हुन्छ, यहाँहरू सबैको दिन आजको दिन शुभ रहोस्। आज यहाँहरू इन्जोय गर्नुहोस्, मस्त रहनुहोस्, खुसी रहनुहोस्, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्। धन्यवाद।